हेलो गाइज, म चाहिँ आज तपाईहरुलाई सानोतिनो इन्फर्मेसन दिन आएको हो। कोरियामा अंगुरको प्राइस कति छ, स्याउको प्राइस कति छ, केराको प्राइस कति छ भनेर देखाउन आएको है ल। ओके, हाम्रोमा चाहिँ अंगुरको प्राइस ला उल्टो छ त। कसरी अब यो फेरि फ्रन्ट क्यामेराबाट गरेको हो। अंगुरको प्राइस चाहिँ यो उल्टो देखाएको छ यहाँनिर, किनभने फ्रन्ट क्यामेराबाट बनाएको छ नि त भिडियो। यहाँनिर 6वटा 2 4 6 7वटा केरा रहेछ। 7वटा केराको प्राइस 4500 ओके। अनि यहाँ चाहिँ 3टा स्याउ खाइसक्यो। 3टा स्याउ 6वटा स्याउको प्राइस 11100 अनि अरू के देखाउँ? वेट, म अरू सामान लिएर आइसकेँ। फ्रिज खोलेको, फ्रिजभरि रहेछ क्या। यो एउटा ब्रोकाउलीको 2390 एउटा ब्रोकाउलीको हैन। अनि धनिया, एक मुठा धनिया नेपालमा यो धनिया 15-20 रुपियाँमा पाउँछ है। दमकतिर चाहिँ हाम्रोतिर यति धनिया अहिले धनियाको सिजनमा त 5 रुपियाँ 10 रुपियाँमा पाउँछ। धनियाको सिजन अफ भएपछि चाहिँ 25-30, धेरैमा धेरै भनेको 35। यसको 1900। यो चाहिँ मानुल लसुनको प्राइस 7000। मैले टाँसेको होइन नि फेरि, यो खानाहरू माटुले टाँसेको। अनि यो टमाटरको 6900। यो चाहिँ सबै 1मा छ है ल। 6900 भनेको 690 रुपियाँ नेपाली। 6900 1 हो। त्यसरी हामीले बेसिकली कन्भर्ट गर्ने भनेको चाहिँ एउटा जिरो हटाएर गर्ने हो नेपालीमा। कोरियामा कमाउन जति कमाइन्छ खर्च त्यति नै हुन्छ। मेरो यो रुमको रेन्ट 40,000 छ। पानी बिजुली बत्ती गरेर 60,000 बिल आउँछ। अनि खानाताना हेनतेन गरेर त 1.5 लाख नेपाली त यहाँ च्वाट। इन्फर्मेसन दिन आएको है, डर देखाउन आएको होइन, इन्फर्मेसन देखाउन। कोरियामा मेरो 1 महिनाको खाना र रेन्टले नेपालमा 1 वर्षको रेन्ट तिरिन्छ। ओके, अब म छिट्टै नेपाल आउँदैछु। अब यस्तो पाराले भएन। म छिट्टै नेपाल आउँदैछु। म यहाँ जोगी हुन आँटिसकेँ। नमस्कार।